मित्रहरू म चाहिँ अहिले सुँगुरको खोर सफा गर्न गइरहेको छु। हेर्नुहोस् हाम्रो चाहिँ अब गाउँघरको खोरहरू यस्तो हुन्छ माटोमै पाल्ने होइन। अनि यहाँ चाहिँ अलिकति घाँस लाएर मल पनि बनाउने हुन्छ। त्यही भएर अहिले चाहिँ यहाँ सोध्दैछु। एउटा चाहिँ यहाँ पाठा भर्खर माउसँग छुटाउने बेला पुगेको पाठाहरू छन्, तिनीहरूलाई छुटाएर यहाँ राखौँ भन्ने हिसाबले म चाहिँ यहाँनिर अब यहाँ जति पनि सुँगुरको लिपि छ त्यो सबै सफा गरेर यहाँ अब सल्लाहको पात सल्लाह पिर यहाँ लाएर तिनीहरूलाई सार्नेवाला छु है गाइजहरू। हिजो मात्र मसँग छुट्याएर यता सारिया छ। पाठाहरू माउलाई साह्रै नै सतायो कि 2 महिनापछि छुट्याएको पाठाहरू। त्यो चाहिँ के भयो त्यो साह्रो खिनौटे भयो। ग्रुपमा जहिले एउटा न एउटा त्यस्तै आउँदो रहेछ। बाँकी चाहिँ यहाँ तल छन्। यहाँ चाहिँ मौसँग छुट्याएको कोही लगभग 2 महिना पुगे है। चाहिँ मजाले आइरहेछन्। यिनीहरू चाहिँ मौसँग छुट्याएको 1 महिना भयो। झिँगा चाहिँ के साह्रो लाग्दो रहेछन् होइन।